समर्थन गर्ने मान्छेले सरकार ढाल्ने अवस्था आइसकेको किसिमले तपाईँ कुरा गर्नुहुन्छ। के कुरा गर्नु हो तपाईँ? कोही इच्छा भएर चाहिँ मर्न चाह्यो भने त त्यसलाई चाहिँ बचाउने हो राज्यले। उहाँ रोल्पा डोल्पामा महिलाहरू चाहिँ सुत्केरी हुन नसकेर बच्चा पाउन नसकेर बेहाल छ, तिनीहरूलाई पो सुरक्षा गर्नुपर्छ, बचाउनुपर्छ, हेलिकप्टर लानुपर्छ, एम्बुलेन्स लानुपर्छ। अब व्हिल लक लाउँदा आत्महत्या गर्ने, छोरासँग झगडा गर्दा आत्मदाह गर्ने, पेट्रोल खन्याएर हत्या गर्ने, त्यस्तो गर्न थालेर उपचार गर्ने, तिनीहरूलाई शहीद घोषणा गर्ने, अमेरिका दिल्ली लगेर उपचार गर्ने, यस्ता हावागाडी कुरा गर्ने हो। कोही मर्न चाहन्छ मर्न दिनुपर्छ। मान्छेको कमी छ संसारमा, सबै मर्न दिनुपर्छ तिनीहरूलाई। जसले बचाइदियो भने त उसलाई पो बचाउने हो त। जो मर्न चाहन्छ त उसलाई मर्न दिनुपर्छ। मानव भोलि तपाईँले कहीँ विश्वकपमा तपाईँको पार्टीले टिमले हारो भने त्यति बेला तपाईँ चाहिँ के आत्महत्या गर्नुहुने राज्य जिम्मेवारी हुन्छ? सबै ठाउँमा राज्य जिम्मेवारी हुन्छ मान्छे मर्दाखेरि। हावागाडी कुरा गर्नु चाहिँ यार तपाईँ। जो चाहिँ बचाइदेऊ भनेर भनिरहेको छ उसलाई चाहिँ हामी बचाउन सकिरहेको छैनौँ। जो चाहिँ नि आफ्नो चाहिँ मर्न इच्छा भएर पेट्रोल खनेर चाहिँ मरिरहेको छ बाटामा भने त्यस्ता हुतियाएर नामर्द लाछे कायरले हामीले चाहिँ राज्यले बचाउँदैन, राज्य जिम्मेवारी लिँदै हिँड्ने हो। यस्ता हावागाडी कुरा गर्ने हो। मर्न चाहने मरेर जान्छ, कुनै आपत्ति छैन। तर जसलाई बचाउनु पर्ने हो त्यसलाई बचाउने हो राज्यले। त्यसरी आत्मदाह गर्दै अन्त आत्मदाहको लहरमा राज्यले 10 लाख दिँदै जाने, उपचार गर्दै जाने, यस्ता हावागाडी कुरा गर्ने संसारमा मान्छेको कमी छ। यसले त आत्महत्यालाई प्रोत्साहन गरिरहेको छ। यसरी आत्महत्या गर्दै गयो भने त कतिलाई शहीद घोषणा गर्नु, कतिको उपचार गरेर सक्नु, कतिलाई क्षतिपूर्ति दिनु, अनि काम गर्न दुःखले मर्न खोज्ने मान्छे थुप्रो होला नि, थुप्रै मर्ला नि फेरि भट्टाभट। अहिले आउनु मैले लाग्नु हो ठ्याक्क खुल्यो नि त दिमाग पनि मेरो त। गजब कुरा गर्नु पनि सरले ल। हो यथार्थमा भन्ने हो भने हामीले यस्ता उसमा चाहिँ आन्दोलन गरेर प्रोत्साहन आत्मदाह गर्ने र आत्महत्या गर्न प्रोत्साहन गर्दै जाने हो देखि भोलि लहर चल्छ। सुन्नुहोस्, कोही फेल भए, लोकसेवा फेल भए अनि पारो भनेर आत्मदाह गरेर त्यसको ठेक्का कसले लिने? अहिले सरकारले 30 र 55 को ल्याइरहेको छ, योजना ल्याउँछु भनिरहेको छ। ल हामीलाई जाहिरबाट निकाल्ने भनेर सबैले आत्मदाह गर्यो भने त्यसको जिम्मा कसले लिने? अनि होइन, कानुनी उपचार हुन्छ, कानुनी उपचार गर्ने हो। होइन, काहीँ कसै दोषी भयो, काहीँ मारमा पर्यो भने अदालत छ, कानुन छ, समाज छ, त्यहाँ पो जाने हो त। एकैचोटि पेट्रोल खनाएर आत्मदाह गर्ने, आत्महत्या गर्ने र आत्मदाह गर्नेहरूको लागि चाहिँ प्रोत्साहन नगरौँ। पुरा राजनीतिकरण गर्ने पनि होइन यस्ता विषयमा। ती घुस तिग्रे हुन्, सबै घुस तिग्रेहरू नुन चुक दलेर मनोरञ्जन गर्दैछन् त पीडितका नाममा।